ल एक्सिडेन्ट भयो जङ्गलतिर ल एक्सिडेन्ट भयो खोइ आम्बो हाम्रो हालत छैन यहाँनिर लोकताक लेक घुम्नु गयो आज ए हाम्रो ज्वाइँ हो लोकताक लेक एप्लेसन लोकताक लेक घुम्नु यस्तो अब यहाँ बस्ने जग्गा छैन यस्तो भिड अगाडि एउटा गाडी जाँदैछ दुईवटा गाडी हो यस्तो भिड छ यहाँ वाउ भेरी गुड पर आउँदैको चाहिँ एउटा हाम्रो गाडी भात खाने बेली भयो हाम्रो अब यहाँ 1 2 3 4 कतिजना छ 4 5 मान्छे गर्ने 6 7 8 9 10 11 नानीसँग 12 13 14 15 16 तिमी चाहिँ कहाँ यहाँ 17 18 कहाँदेखि यहाँ पस्यो जोइ चाहिँ यहाँ छ 18 19 20 21 22 मसँग 23 जना सबै हाम्रो फ्यामिलीले होटल भरिरहेको छ कोही यहाँ देखा नि कोही तयार यहाँ पनि साँच्चै आमा कतिजना मान्छे छ अब भात खान थालेको हामी चाहिँ दिस इज द लन्च टाइम भात खान पाएन भएन कि शान्ति अब खुसी पैसा त टेन्सन नगर न तिमी खाएर निक्लिहाल न बाहिर भइहाल्छ खाएर बाहिर निक्लिहाल न पैसा भइहाल्छ तिम्रो माझ अब टोइलेट कुदिहाल्छ नि पेट बिग्रियो भनेर ए अहिले चाहिँ हामीहरू फाइनल्ली लोकताक लेक पार्किङमा पुगिसकेको ल अब फाइनल्ली भित्र घुस्न आइछौँ गेटमा अब यहाँ लोटसको फुल पनि किनेर लिनु प्रायः छ होइन अब फाइनल अब हामी चाहिँ यो अब यहाँ यो छ इन्ट्री गेट बेलनाले पुगेछ सबैजना हल्का पढ्नु थाले होइन यहाँ टिकट काउन्टर के भयो सिङ्गी फ्री नि को नानीहरूको सब फ्री उतादेखि कुनै भाग्नु थाल्यो पछिदेखि भित्रदेखि उतादेखि जाने जग्गा छैन तिमीमा त उता त हिँड अब चाहिँ बोटिङ इट्स टाइम टु बोटिङ हामीलाई खिच्दै भएर फोटो चाहिँ सबैलाई यहाँ हेर्न यहाँ यो लोकताक लेकको मेन नजारा चाहिँ होइन अब यहाँदेखि चाहिँ हामीहरू बोट पक्रेर जानुपर्छ यहाँदेखि गएर चाहिँ पर पानीको बिचमा चाहिँ होइन त्यहाँ रेस्टुरेन्ट छ हो त्यो रेस्टुरेन्टमा गएर चाहिँ अब लन्चहरू गर्ने जग्गा छ लन्चभन्दा अघि हामीले अघि लन्च त गरिसकेको छ बाटोमा होइन यहाँ चाहिँ फोटो सेसनहरू गर्ने जग्गा रहेछ यो चाहिँ बोटहरू छ बोट पनि मोर देन 20 सिटर रहेछ हो त्यो यहाँनिर सेफ्टी ज्याकेटहरू रहेछ हो अब चाहिँ हामी बोटिङ गरेर जान आँटेको यहाँ चाहिँ पैसा कलेक्सन गर्दैछ एकजनाको 200 अरे 1 घन्टामा 20 सिटर बोटलाई चाहिँ कति परेर चाहिँ 3000 रुपियाँ नि 3000 रुपियाँ 3000 रुपियाँ पऱ्यो अरे पैसा कलेक्सन गर्छ जान आँटेको हामी यहाँनिर ए सबैजनामा चाहिँ बोटिङ जान रेडी भयो हामीहरू यहाँ यता यता त खोइ गयो त टोपी लगाएर खिच्छु सेफ्टी त्यो त हामीलाई होइन त्यो चाहिँ पानी पर्दा मात्रै अरे हामी चाहिँ अब पानी पर्दैन छैन तेरो पानीमा बोट आइपुग्यो बोट आइपुगेछ अब यो बोटमा जाने हामी चाहिँ यहाँ मान्छेको उयो चाहिँ हेर्न अब यहाँ जेङहरू चाहिँ खाँदा र खान्छ यहाँ सबैजना अर्थै गर्दैन नि है पैसा दिएर अटेर अन्त हुँदैन नि फेरि ल पसै
पसौ पसौ लु ले दनादन स्टार्ट भयो मोटर अब राम्रो यस्तो मजा सबैको साथमा ले सुरु भयो अब लोटस फुल हामीले किनेको अहिले यसका ला जङ्गलबाट लगेको कहाँ लगेको ला हल्ले ग्याङ गयो हल्ला ग्याङ हल्ला ग्याङ हल्ला ग्याङ गयो हल्ला ग्याङ Tuh. Suruh boy saya lompat lagi. Kita ko, yo ta फर्किने चाहिँ. त्यसमा फिशिङ गर्नु पनि इन्ट्रेस्ट गर्छ नि त. ल एक्सिडेन्ट भयो एक्सिडेन्ट भयो अब यहाँ चाहिँ माछा पाउँछ अरे यसरी घर पानीको बिचमा होइन यसरी घरमा नै बस्दो रहेछ हेर्नु यो बोट भयो यहाँ घर यसरी होइन वरिपरि सबै पानी छ हो घर चाहिँ रहेछ माछा किन्ने भने चाहिँ माछा सस्तोमा पाउँछ अरे होइन माछाहरू घुमे घुमे डोन्ट मुभ है घुमे 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 बोट यसरी घुमे यहाँ अब हामी चाहिँ सपिङ गर्नु जाने माछा होइन हामीलाई के उयो घुमेको लाग्यो म त यो घुमेको लाग्यो नि रुकै के पर्छ माथि माथि यिनीहरू होइन भित्र चाहिँ उनीहरू चाहिँ पानी आउँदैन यहाँ पर यहाँ रिसोर्ट छ अरे अब यहाँ चाहिँ सपिङ गर्ने जग्गा कसरी जानु यस्तोमा चाहिँ पानी माथि माथि घर बनाएको छ है फेरि यस्तो पानी भएन ए यहाँदेखि गएर बोट राखिदिएको रहेछ काठको हो ल ल ल एक्सिडेन्ट भयो जग्गातिर ल एक्सिडेन्ट भयो यहाँदेखि गएर यहाँदेखि हामी जाने अन्त भित्र गएर माछा सपिङ गर्ने हो आराम चाहिँ आराम सबैजना आराम चाहिँ दोरी दे दोरी फ्याँक्दे दोरी ठौरी दो यहाँ अब यहाँ लु माछा गालाउँछ गालाउँछ आरामले नानी नजा कोही नजा नानी नजा लड्छ पाले पाल्छ आँगाको नाच्छ त हले ओ यो यता पछि 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 यस्तो अब यहाँ आमा लु झिलको माथि यहाँ लु यस्तो यस्तो माथि उनी यहाँ हाम्रो बोट चाहिँ यहाँ बसेको छ है यहाँ सपिङ गर्ने यता सबै झिल छ वरिपरि होइन अब यस्तो हेर्नु यहाँ खोइ आम्बो यस्तो बत्र छ नि मान्छेहरू यहाँ सुधर जाडो हुँदैन कि कोनी सानो छ माछा माछा
अब यहाँ यसरी पक्रेर फेरि यहाँदेखि जाने हामीहरू अब यता चाहिँ माछाको रेट मिलाउँदैछ होइन माछा सिक्किम लगेर जाने अब मणिपुर लोकताक लेखिदिएको चाहिँ सिक्किम लगेर माछा भुटेका माछा सुकेका माछा खाने हो के हो फिसिङ रड चलो यो आन्टी आन्टी एउटा सानो यसको सानो एउटा माछा दिनु मलाई हामी यहाँ बोल्छु हामी फिसिङ गर्न यहाँ चाहिँ फिसिङ हो त्यो बेल त्यो होइन त्यो माछा उनीहरूको काँचो माछा चाहिँ अमानको काँचो माछा सानो सानो मासु हुँदैन त्यो ठुलो भयो त्यसले कहाँ खान्छ त्यत्रो चाहिँ मासु हो माएको सानो यहाँ हामीले बोल्छु सोल्छु नि दिइसकेछ है नमाग्नै माछा परेन मैले त्यहाँ पाछा चाहिँ कोरकोटा निक्ल्यो भने के गर्ने यता नि हामी जाने यता केता पो हामी यहाँ चाहिँ त भ्यू पनि यहाँ पर छ भ्यू पनि यहाँ डल्लै देख्छ हो अब घर लाग्पा कोरकोटा लाग्ने के गर्ने यहाँदेखि छिराउँछ चट्टै यहाँ बिचदेखि छिराउँछ है यता पनि यो छ होइन यता पनि जङ्गल हो अब यहाँदेखि चट्टै छ त्यहाँ छोड्दैन भन्छु साइड जान्छ छिराउँछ ओ छिरायो 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 होइन हामी यहाँदेखि गएको यहाँदेखि त हामी गएको त यहाँलाई छोडेर चाहिँ को जान्छ बरु फेरि यो त यहाँ चाहिँ यो रहेछ नि त क्याफे नि क्याफे यहाँ चाहिँ रेस्टुरेन्ट रहेछ चिया खाने जग्गा सब त्यो आइल्यान्डको त्यसमा चिया खाने डाइरेक्ट चाहिँ सिधा ओ भाइ त्यसै के गर्नु यहाँ बसेर के होइन यो जुन चाहिँ 20-20 पोस्टहरू मान्छेहरू यसमा चाहिँ लाइट 300 कमाउनुको लागि एक दिन लाग्छ खर्च गर्ने 1 घन्टामै 1 घन्टा फाइनली राइड सक्यो हाम्रो नाल चाहिँ यहाँ बोट पार्किङ गर्ने जग्गा हो होइन यो त उयो त्यो के भन्छ त्यो चढेर खन्ने हो पानीमा हो ट्रेन त्यहाँ चढ्दैन भन्छ